यो प्रचण्डले यसो आँखा तोड्यो भने माओवादीका कर्णालीका सांसद छुलछुल्ला पिसा फेरि ल्याउँछ। शेरबहादुर दाई त पुरा आउँदैन थिए, आर्जु भाउजू आउनुहुन्थ्यो। हे यस्तो गर्नुभयो भने कर्णालीका काङ्ग्रेसका सांसद पछाडि आएर हड्ने, किनभने आफ्नो योग्यता छैन, पार्टीले टिकट दिन पर्यो। हाम्रो जस्तो 500 भोटमा गएर 22 ल्यायो त यिनीहरूले होइन नि त, त्यो क्षमता त छैन। आफू बलियो भने कसैको डर मान्नु पर्दैन। अनि यस्तो आँखा गरिन आर्जुले भनेपछि पुरा गर्ने भयो त्यही। अनि केपी ओलीको त अब त्यो राणा शासनभन्दा कडा भयो। एक दिन म संसदमा तपाईँलाई एउटा सानो कथा सुनाउँछु। पहिलो संसद भएर गइयो, भित्र भर्खर बसिया थिएँ, सबै सांसद त यतापट्टिका एमालेका त जुरुक उठे। बाबा हो, मैले त संसदमा उठ्ने भनेको हामी जम्मा 2 जना आएपछि उठ्छौँ। 1 जना सभामुख आएपछि उठ्ने हो, 1 जना राष्ट्रपति आएपछि उठ्छौँ हामीहरू। प्रधानमन्त्री आए पनि उठिँदैन, हाई के छ भनेर हिँड्ने हो, किन संसदै सदस्य हुन्छ। किन उठे भनेर यसो सोचे, सभामुख आयो कि क्या हो भने हेरेको त केपी ओली आएर रहेछ त्यहाँ। यस्तो दास प्रथा तिनीहरूको, संसदका सदस्य। अनि कर्णालीबाट भएका ती सांसदहरू, अब केपी ओलीले त विकासको त बजेट त झापै लिएर जाने भयो होइन। अब अस्ति त देखाए त, भौतिक पूर्वाधार मन्त्रालयको बजेटमै देखियो त त्यो विभेद। हामीले त किताबै च्यात्यौँ त संसदमा। अनि कर्णालीका अनि ती सांसदलाई भन्ने हो भने होइन गरौँ, जाउँ, ओलीको विरोध गरौँ, प्रधानमन्त्री भएको छ तपाईँकै पार्टीको भने विरोध गरौँ, आफ्नो ठाउँ विकास गरौँ भन्ने हो भने हुँदैन। म अहिले गएँ भने अहिले मलाई सांसदबाट हटाइदिन्छ, म त सडकमा हिँड्ने हुन्छु, यसो नगरौँ भन्ने। अनि भाग्ने, फोन अफ गर्ने। ज्ञानेन्द्र साईको फोन आइदिया भयो भने थियो भने डकडक काम्ने। हामी त क्या छ, यही पार्टीले काट्टाकुट्टा गरेर बाल्दै छैन। किनभने कर्णालीमा बुलन्द आवाजको अब आवश्यकता छ, एकताको आवश्यकता छ, स्वरमा स्वर मिलाउने मान्छेको आवश्यकता छ। त्यो शेरबहादुर दाईको फोन आउला भनेर घर लुक्ने मान्छेको आवश्यकता छैन। केपीको आँखा देखेर तर्सिने मान्छे चाहिएको छैन। प्रचण्डको स्वर सुनेर हात जोड्दै खुमलटार दौडिने मान्छे चाहिएको छैन। छाती ठोकेर म कर्णालीको मान्छे भनेर अगाडि उभिएर आँखामा आँखा जुदाएर बोल्न सक्ने मान्छे चाहिएको छ। त्यसका लागि तपाईँहरू तयारी गर्नुहोस्। म यही तयारीका साथ यही काम हुन्छ भनेर यहाँ आएको। अब धेरै साथीले भने, कोहीले फोन पनि गरिरहेको छ, मन दाइ यसो भयो गर्नु हुँदैन भने। हामी पनि पहिलेदेखि दास भइगयौँ। शेरबहादुर दाइले जे भने त्यही मान्नुपर्ने, केपीले जे भने त्यही मान्नुपर्ने। अब अहिलेको सुल्टेले जे भने त्यही मान्नुपर्ने हो। हामीले मान्दैनौँ, एक मान्दैनौँ। आछ्यौँ खायो, बाछ्यौँ खायो, झुसे बारु लड्यौँ, के एउटा हो त्यो भए हुनाले एकजुट बन्नुहोस्, युनाइट बन्नुहोस्, सशक्त बन्नुहोस्। यहाँ तपाईँको आजको गठन भएका साथीहरू सबैलाई जोड्नुहोस्। आवश्यक पर्यो भोलि कर्णालीलाई विभेद गर्यो यो सरकारले भने काठमाडौँको सडकमा उभिएर लाखौँ मान्छेहरू उभिनुपर्ने अवस्था आउन सक्छ। यसका लागि तपाईँहरू तयारी गर्नुहोस्। बस यति हो मेरो बात। हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। राम्रो गर्नुहोस्। कुनै पनि बेला आवश्यक पर्यो भने हामी छौँ, खडा भएर